हेर्नुस् कमरेड, तपाईँ हाम्रो जुन सम्झौता छ नि सबैभन्दा पहिला त्यो कब्जा गरेको घर जग्गा फिर्ता गर्नुपर्छ, अनि मात्रै तपाईँ हाम्रो सहकारी हुन्छ। तपाईँहरू ढुक्क हुनुभयो हुन्छ। अब यो घर जग्गा सम्पत्ति फिर्ता गर्ने प्रोसेस सुरु भइसक्यो भने पनि हुन्छ। अब म यो शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि जोड तोडले लाग्नेछु। पहिला पनि यसै भन्नुभएको हो, तर कार्यान्वयन हुन सकेन। अब त जसरी भए पनि घर जग्गा फिर्ता हुनुपर्छ। हुनुपर्छ होइन, मान्नुस् भयो, ढुक्क हुनुस्। अब यो कब्जा भन्ने शब्द हुँदै हुँदैन। तालचा, साँचो, कब्जा यी कुनै शब्द हुँदैन। तपाईँहरू ढुक्क हुनुस्। मैले बोलेपछि बोले ल खुसी लाग्यो। अब हामी ढुक्क भएर गयो हुन्छ नि। हुन्छ, नमस्कार। ओहो, के छ हालखबर? अनि गाउँबाट कहिले? तपाईँ सन्चै हुनुहुन्छ? जे होस्, तपाईँलाई यहाँ देखेर मलाई बडो खुसी लाग्यो। तपाईँ मलाई चिन्नुभयो र? होइन, चिन्न त चिन्दिनँ, तर तपाईँ यहाँ आउनुभयो, मलाई लाग्यो तपाईँ हाम्रै मान्छे हो, होइन? हजुर, म त भूमिहीन मान्छे। दिशा खानलाई धौधौ छ। कार्यकर्ताहरू आएर त्यो सामन्तीको जग्गा कब्जा गरेको छ, 2 रोपनी त जोतेर खा भनेका थिए। मैले त्यसै गरेको थिएँ हजुर। अब त सुन्छु त्यो जमिन पनि फिर्ता दिनुपर्छ रे। अब मैले मेरो बालबच्चालाई, परिवारलाई के खुवाएर पाल्ने? एक टुक्रा जमिन नहुँदा हामी के सारले बाँच्ने? के हामीले काम गरेर खान पाउँदैन? के हाम्रो बाँच्ने अधिकार छैन? छ। त्यो जग्गा तपाईँको हो, चिन्ता नगर्नुहोस्। त्यो जग्गा हाम्रो रगतसँग गाँसिएको छ। त्यो दिएर हामी रक्तविहीन भएर बाँच्न सक्दैनौँ। तपाईँ गरिबहरूलाई हामी निमुखा बनाउँदैनौँ। तपाईँ ढुक्क भएर जानुहोस्। तर पत्रिकामा त जग्गा फिर्ता गर्ने लेखिया छ, तपाईँले पनि बोल्नु पर्यो। हेर्नुहोस्, कब्जा गरिया जग्गा पो फिर्ता गर्ने त? खेती गरिया जग्गा किन फिर्ता गर्ने? तपाईँ जानुहोस्, कब्जा गरिया नभन्नुहोस्, खेती गरिया भन्नुहोस्। डियर फ्रेन्ड्स, वेलकम टु अल। ल, आजदेखि 1 करोडको टुकली सुरु भयो। ल, सबै विश्वास पात्र मात्र भएकोले सुरु गरेको। सबैजना कसरी खेल्ने, किस्ता कसरी तिर्ने भन्ने बारे मैले तपाईँहरूलाई अघि सबै नियम बताइसकेँ, खोला। अनि पहिलो किस्ता खाएर मान्छे पैसा नतिरिकन टाप कसो भने चाहिँ के गर्ने? किन तपाईँ भाग्ने सुरु गरेको? वास्तवमा तपाईँहरू सबैजना आफ्नो मान्छे भएकोले, सबैजना विश्वास पात्र मात्र भएकोले खेलाएको का। तपाईँहरू थुक्क हुनुहोस्। त्यही पनि के भयो भने मैले खेलाएको म भए जिम्मा भयो। ल का जिल्ला तपाईँहरूले सबैले पहिलो किस्ता त ल्याउनु भएको छ होइन? गुड। अब एउटा मान्छे आउनु बाँकी छ। ल, को थाहा छ? सुला ट्वाकेन्द्र। त्यो ट्वाकेन्द्रलाई मैले यहाँ कसरी ल्याएर थाहा छ? ट्वाकेन्द्र के टिकटी खेल्ने सिंगल खेल्ने ल्यायो। कुस्ती भनेको होइन, टुकुटी मुसुला खाएर झ्याप भइरहेको मैले त खेल्ला मात्रै सुनेछु। तिमी त डलर बाँडेर हिँड्ने मान्छे, त्यसैले हामी पनि विश्वासिलो मान्छे मिलेर 1 करोडको ढुकुटी खेल्न लागेको छुसु हो। त्यसो भए कौन बनेर करोडपति भन नि त? के ढुकुटी भनेर? ढुकुटी हो, ढुकुटी। नेपालमा कति हिट छ आजकल ढुकुटी मुसुला। तिमीसँग पैसा पनि छ, जान खाए पनि तिमी इमान्दार पनि छ, त्यसैले लाओ ढुकुटी खेला। आऊ त म्यारेज स्यारेज खेल्यो भने मैले खेल्छु, यो ढुकुटी त खेल्दैन। रेस्टुरेन्टमा खेल्ने हो, जान पनि फ्री, डको फ्री, काबो जाड पनि खोल्छ। त्यसमा खेल्यो ल। हजुर भाइ नमस्कार रे सबैजनालाई। बार कहाँ छ? बार अब छैन। बार के को त? ल ढुकुटी खेल्ने भने त तास झिको न तास। ढुकुटी भनेको तास होइन, फरक छ के?
गर्दा ठिक हो त कसरी सम्झाउने यसलाई काकीमुजीलाई म भन्छु नि त तिमीले भन्नै पर्दैन हेरे मात्रै पुग्छ दीपक एउटा कुरा भनौ प्लिज तिमीले एकैसाथ 90 लाख रुपियाँ पायो भने के गर्छौ 90 लाख रुपियाँ पायो भने गन्छु भन न प्लिज पहिला त म त्यो 90 लाख सक्कली हो कि नक्कली हो कन्फर्म गर्छु यदि नक्कली रहेछ भन्ने कन्फर्म भयो भने ए भाइ यो कसको हो मैले पैसा भेटे भनेर कराउँछु हे अब मान तिमीसँग 90 लाख रुपियाँ एक मुष्ट भयो ल हेर तिमी ठिक्क मात्र सपना देख क्या जुन देशमा बसिया छौ त्यो देश अनुसारको ठिक्क सपना देख जुन देशमा धारा खोल्दाखेरि पानी आउँदैन स्विच थिच्दाखेरि बत्ती बल्दैन त्यो देशमा 90 लाख रुपियाँ त्यसै आउँछ भनेर पत्याउँछु म हे ठट्टा नगर न मैले 1 करोडको ढुकुटी खेलेको छु हामी लास्टमा खाने एक मुष्ट 90 लाख पर्छ अनि राम्रो काममा लगानी गर्ने ए ढुकुटी हजुरलाई आजकल यस्तो चस्का पो लागेको छ अनि त्यो ढुकुटीको किस्ता तिर्न सकेन भने के हुन्छ थाहा छ मैले पहिलो किस्ता त तिरेर आइसके अनि हेर 5-6 ठाउँमा ढुकुटी खेल्ने अनि आफ्नो ढुकुटी बलियो बनाउने यहाँ खायो त्यहाँ तिर्यो त्यहाँ खायो यहाँ तिर्यो अनि एक मुष्ट त्यत्रो रकम एउटा राम्रो काममा लगानी गर्ने ठिक छ यसो गरौँ तिमीले 90 लाखको भन्यौ म 90 करोडको भन्छु 90 करोड 90 करोड आउने तरिका भनौँ म भन त ओके 90 करोड आउँछ बुझ्यौ कसरी अब तिमी ठ्याक्क सुत सपना देख ए